फर्स्ट टाइम जब मैले देखेँ तिमीलाई बेबी म तिम्रो फ्यान भयो बेबी फ्यान भयो बेबी तिम्रो प्राइस गर्न सोच्दा म ह्याङ भयो बेबी धेरै वर्षदेखि मैले तिमी जस्तो केटी कनेक्टेड फर द वर्स दिस टाइम अलरेडी जब लाइफमा अरे देख्छु तिमीलाई डेली फिल्टर युज गर्दा देखिन्छु केटी फेरि बाजु बाजु हुँदछु दिनभरि ट्रिपमा आउँछु म र मेरो ब्रो तिमीलाई मात्र गर्छु बेबी र नो तिमीहरूले कल गर्छ भन्छु सधैँ नो राति सोल्छ आगो जस्तो फ्लो छ झोलासम्म पुग्छ हामीसँग डोल्छ हान्नुपर्छ 3 सट हान्नुपर्छ 4 सट हान्नुपर्छ ग्याङ ब्याङ तलदेखि माथिसम्म सबै कुरा पर्फेक्ट छुट्याउन गाह्रो तिमी मान्छे हो कि पर्मेट देखेदेखि तिमीलाई सबै कुरा तिम्रो मायामा छ्या खाएको छैन ट्याब्लेट जस्तै भ्याब्लेट ग्रिन नोटमा बस्नु र साथीहरू छ्याप्लेट छोटी छोटी केटी मैले घुमाइसकेँ ऱ्याप्लेट बनाइदिन्छु मान्छे घरमा तिमी फोन तिम्रो एड्रेस बनाइछु बस्छु तिम्रो बनाइछु फ्याटलेस खेलाएर पुसी तिम्रो भिजाइदिन्छु म्याट्रेस मसँग छ म्याचिङले पुसी तान्ने म्याग्नेट बाहिर मात्र सोध्ने बाहिर मात्र फ्यापेस खेलाउँछु भिडियोमा तिमीलाई बनाइदिन्छु एक्ट्रेस स्टाइल सिक्ने गरेको छैन प्र्याक्टिस सुरुमा झोला ग्याङ म्याचेस माया चालैमा 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 माया चालैमा 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 माया चालैमा 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 माया चालैमा 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 एक साल भइसक्यो भयो नि भइसक्यो दुर्गा पूजा भन्नु अगाडि गएर अनि गएको थाहा पाइयो एक साल बितिसक्यो अनि अब शिवरात्रि आउन थाल्यो हो अलिक आइहाल्यो शिवरात्रिमा यहीँ खाएर कति महिना एक साल भयो